नमस्कार। जीवनमा सफलता हासिल गर्नको लागि के कुराको आवश्यकता रहेको हुन्छ? यसै सन्दर्भलाई लिएर गौतम बुद्ध र लोखर्केको बारेमा एउटा रोचक कथा लिएर हजुरहरूको माझमा उपस्थित भएको छु। सुनेर प्रतिक्रिया दिनुहोला। त्यतिखेर गौतम बुद्ध बनिसक्नु भएको थिएन अनि उहाँलाई तपस्या गरेर ज्ञान आर्जन गर्न मन लाग्यो। त्यसैले उहाँले आफ्नो राजकाज र परिवार सम्पूर्ण कुरा त्यागेर एउटा ठुलो वनतिर लाग्नुभयो। वर्षौँसम्म ध्यानमा तपस्यामा रहनुभयो, तर ज्ञान आर्जन भएन। उहाँ निराश भएर फेरि आफ्नै राजदरबारतिर फर्कन लाग्नुभयो। यही क्रममा फर्काउँदै गर्दा आफ्नो शरीर पुरै शिथिल भएको महसुस गर्नुभयो अनि केही समय विश्राम गर्ने निर्णय लिनुभयो। त्यसैले एउटा पोखरीको नजिकमा रहेको ठुलो वृक्षको फेदमा गएर शरीरलाई आड लिएर आराम गर्न लाग्नुभयो। त्यही समयमा उहाँले एउटा कुरा देख्नुभयो। एउटा लोखर्के वनबाट आएर पोखरीमा आफ्नो पुच्छरलाई डुबाउँदै बाहिर गएर पानी फालिरहेको देखेपछि गौतम बुद्धलाई आश्चर्य लाग्यो। उसको यो क्रम निरन्तरता चलिरहेको थियो र गौतम बुद्ध यो देखिसकेपछि चुप लागेर बस्न सक्नु भएन अनि उहाँ उठेर लोखर्केको नजिकमा गएर सोध्नुभयो, ए भाइ, तिमी यो के गरिरहेका छौ? पोखरीको पानीमा आफ्नो पुच्छर डुबाएर फेरि बाहिर जान्छौ, फाल्छौ, फेरि आउँछौ, फेरि डुबाउँछौ, फेरि लगेर फाल्छौ, यो किन गरिरहेका छौ? गौतम बुद्धको कुरा सुनेर लोखर्केले भन्यो, म यो पोखरीको पानी सबै सुकाउन चाहन्छु। गौतम बुद्ध अझ आश्चर्यमा पर्दै सोध्नुभयो, किन? लोखर्केले भन्यो, मेरो 2 वर्ष अगाडि यो पोखरीले 2टा सन्तानलाई मारिदियो र यो वर्ष मेरी श्रीमतीलाई यही पोखरीले मारिदियो। त्यसैले म यो पोखरीको पानी मेरो पुच्छरमा डुबाएर फाल्दै यसलाई सुकाइदिन्छु। गौतम बुद्ध आश्चर्यचकित मानेर सोध्नुभयो, ए भाइ, तिमी यति सानो छौ, त्यसमा पनि तिम्रो पुच्छरले यो पोखरीको पानी पुच्छरमाले डुबाउँदै बाहिर लाँदै फाल्दै गरिरहेका छौ। कसरी सम्भव छ यो पोखरीको पानी सुकाउनलाई? के भनिरहेका छौ तिमी यो कुरा? गौतम बुद्धका यस्ता प्रश्न सुनेर लोखर्केले फेरि जवाब दियो, म यो पोखरीको पानी डुबाउन सकौँ या नसकौँ, यो पानी सुकाउन सकौँ या नसकौँ, तर मेरो प्रयास जारी रहनेछ। म निरन्तरता दिइरहनेछु। म आफ्नो पुच्छर डुबाएर पानी फाल्नलाई निरन्तरता दिइरहनेछु। मेरो प्रयास जारी रहनेछ। लोखर्केका यस्ता कुरा सुन्नासाथ गौतम बुद्धलाई ज्ञान हासिल भयो। उनी अब राजदरबारतिर होइन, फेरि वनतिर लागे अनि वनमा गएर फेरि तपस्या गर्न थाले। नभन्दै केही समय नबित्दै उहाँले ज्ञान प्राप्त गर्न सफल भए र आफ्नो ज्ञान जब पाउन सफल भए अनि मात्र गौतम बुद्ध आफ्नो दरबार फर्किए र आज संसारभरि आफ्नो ज्ञान बाँड्न सफल भएका छन्। त्यसैले कुनै पनि काम गर्नुभन्दा अगाडि र गर्दै जाँदा यदि हामी काम सफल हुन सकेन भनेर हरेस खानुभन्दा त्यो आफूले गर्न लागेको कामलाई निरन्तरता दिनु, प्रयास गर्नु, जारी राख्नु नै यो ठुलो कुरा हो। यदि हामीले आफ्नो गरेको कामलाई निरन्तरता दिइराख्यौँ भने अवश्य पनि हामी सफल हुन सक्छौँ, गौतम बुद्ध जस्तै। त्यसैले यो कथाले हामीलाई एउटा प्रेरणा दिनेछ। जीवनमा जुनसुकै कार्यहरू गर्दा पनि हरेस खाएर होइन, त्यो कामलाई निरन्तरता दिएर आफ्नो
गन्तव्यमा पुग्न सफल हुन्छ। त्यसैले हामी यही कुरालाई साथ लिएर आफ्नो जीवनमा सफल बन्नको लागि, सफल हुनको लागि निरन्तरता दिनुपर्छ र सफल पक्कै पनि हुन सकिन्छ भन्ने कुराको यो गौतम बुद्ध र लोखर्केको सन्देश हजुरहरूको माझमा प्रस्तुत गर्दै आगामी समयमा यस्तै खालका रोचक कथाहरू हजुरको माझमा पस्किने बाछा गर्दै म अहिलेलाई बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।